एक्सपेक्टेड मान्छे हो यो बादर हाम्रो ग्रुपको बादर हिम्मत कैसे हो तेरी मुंह खोलने की ऊ चाहिँ बादर ऊ चिम्पान्जी दोस्त हाइकिङ आउँछौ फेरि नगरकोट जाऊँ न नगरकोट 25 किलोमिटर कसैले सक्छ यो हामी जस्ता लेजेन्ड मान्छेहरू मात्र सक्ने हो नर्मल मान्छेहरू त पटक्कै नसोचे नि हुन्छ है अब यसलाई पछि म अहिले घोप्टी आउँछु त्यसपछि थाहा हुन्छ रमाइलो लागिरहेछ बसु बसु नहोला नि आफ्नो आफ्नो मोबाइलमा बिजी छ ऊ गर्लफ्रेन्डसँग बिजी छ गाडी छुटेर गाडी छुट्यो अनि यस्तो हात्ती गाडीमा सामान बोक्ने गाडीमा आएको छौँ है हेलो सबैजनालाई आज चाहिँ धेरै लामो समयपछि चाहिँ वेलकम छ होइन च्यानलमा हामी चाहिँ नुवाकोट जाँदैछौँ राम्रोसँग हेरिदिनु होला लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला कोई तरिका है भीख मांगने का साथीहरूले बालाजुमा सबैजना भेट हुने भनिरहेछन् अच्छा त्यहाँ चाहिँ सबैजना जम्मा भएर चाहिँ हामी नुवाकोटको लागि गाडी चढ्दैछौँ होइन हामी चाहिँ यहाँ बालाजु पार्कमा आइसकेका छौँ अनि यो के अरे रबिन र सरोज चाहिँ 5 खुट्टे गए हामी चाहिँ यहाँ अभिषेक अनि हिमांशु होइन हामी 3 जना छौँ अरू त्यो उसहरू सरोजहरू चाहिँ बाटो बिराएर उता 16 खुट्टे पुगेछन् अब तिनीहरूलाई कुर्दै बसेछन् अनि गौतम पनि आउँदैछ यहाँ पार्कहरू घुमाउन यसो छ र हामी चाहिँ यहाँ सबैजना चाहिँ भेट भइसकेका छौँ केटाहरू आइसके अब चाहिँ हामी अब यहाँबाट नुवाकोटको लागि गाडी चढ्न लागिरहेको छौँ अनि त्यसपछि चाहिँ अब नुवाकोट पुगेपछि तपाईँहरूले म देखाउँछु है के हुन्छ भनेर सो एक्साइटेड हाम्रो क्लासको डन होइन हामीहरू चाहिँ जाँदैछौँ यिनी केटाहरू चाहिँ जोसिरहेछन् हामी चाहिँ गाडीबाट झरिसक्यौँ अब चाहिँ हामी हिँडेर चाहिँ लगभग 2-3 घन्टा चाहिँ अबे जल्दी बोल कल सुबह पनवेल निकलना है 2-3 घन्टा चाहिँ हामी हिँडेर जाँदैछौँ केटाहरू है यता यता दुईटा बिजी छन् केही गफ्फा लडाइरहेछन् यता अर्को भ्लगर चियाहरू खान गइरहेछन् अब ठिक छ यार हामी चाहिँ बसबाट झरेर अनि यहाँ चाहिँ चटपटेको सामानहरू किन्यौँ होइन अनि त्यसपछि अब हामी यात्रामा छौँ हिँड्दै अब चाहिँ हाम्रो ठाउँ के अरे अभिषेक हामी कहाँ जाँदैछौँ कैसा लगा मेरा मजाक ककनी जाँदैछौँ हामी ल अभिषेक खोलिदेऊ अभिषेक समझ रहे हो यता अर्को भ्लगर जाँदैछौँ त्यो फेरि कहाँ गइरहेछ त्यो चञ्चले छ कि एकदम फोटोहरू खिच्न बिजी छन् उता केटाहरू उता एउटा भ्लगर यता भ्लग बनाइरहेछन् कसले के गर्ने यस्तै छ घुम्न आइरहेछौँ प्र्याक्टिकल छ अब प्र्याक्टिकल छ कति दिनमा प्र्याक्टिकल छ अरे 2 दिनमा चिल छ होइन अहिले घुमिरहेछौँ अरू चाहिँ पुरा एक्लै गइरहेछन् हामीलाई पछाडि छोडेर अनि हामी चाहिँ 4 जना भएर जाँदैछौँ हिमांशु र ऊ चाहिँ धेरै अगाडि गइसके हामी चाहिँ जाँदैछौँ हेर्दै किङ कस्तो भइरहेछ रमाइलो लागिरहेछ बसु नहोला नि त्यो 2 जना त कहाँ गए अब खै थाहा भएन होइन कहाँ गयो होला तिमीलाई कहाँ गयो जस्तो लाग्छ ऊ पछाडि घोप्टो परेछ के गर्नु त्यो इनर्जी ट्रान्सफर गरिरहेको छ दुईटै एक आपसमा पछि अब 9 महिनापछि थाहा हुन्छ कौन है ये लोग तर राम्रो रहेछ यताको भ्यूहरू यस्तोबाट हिँड्दैछौँ है गाह्रो छ त्यहाँ उता रेस्ट गरिसके उता चाहिँ छुट्टै चलिरहेछ यस्तो सल्ला छ होइन वरिपरि ठाउँ चाहिँ रमाइलो छ तर लास्टै थकै लाग्यो यो चाहिँ सल्लाह हो होइन हाम्रोतिर सल्लाह भन्छ पाइनस हामीले पढेको चाहिँ पाइनस रोजबर्गी भनेर अनि यसको चाहिँ एउटा यस्तो हुन्छ कि यसलाई चाहिँ भेडा भन्छ हाम्रो घरतिर त्यही हो
भेडा भन्छ कि यसलाई। यता एकदमै घाम लागिरहेछ, एकदम राम्रो भ्यू छ यहाँ चाहिँ, हेर्न सक्नुहुन्छ। एकदम रमाइलो छ। यता केटाहरूले फोटो खिचिरहेछन्, एकदम रमाइलो छ होइन। एकदम घाम चाहिँ कडा लागिरहेछन्, राम्रो छ, रमाइलो छ एकदमै। नुवाकोट जिल्ला हो यो चाहिँ, तपाईँहरू पनि आउन सक्नुहुन्छ। हिँड्दा हिँड्दा खुट्टा दुखिसकेछ, अब के गर्ने, हिँड्नै पर्यो। स्ट्रबेरीहरू चाहिँ यहाँ प्रशस्तै पानी रहेछ, त्यहाँ लगाइरहेछन्। अझै माथि पुग्नु छ हामी चाहिँ, त्यो भ्यू पोइन्ट छ कि माथि चाहिँ, राँगाले हान्न खोजिरहेछ। यही नहीं अभी और सुनिए। यहाँ चाहिँ एउटा सानो पिङ रहेछ होइन, खेल्न चाहिँ मिल्दैन होला, सिधै तल जान्छ। माथिको टिकट काट्छ सिधा स्वर्गको। खेल्न चाहिँ मिलेन, तर चाहिँ भ्यूहरू चाहिँ राम्रो छ, हेर्न सक्नुहुन्छ है। भ्यूहरू चाहिँ एकदम राम्रो छ यहाँ होइन। यस्तो पहाडै पहाड छ होइन। यहाँ हेर हाम्रो सब केटाहरू आफ्नो आफ्नो मोबाइलमा बिजी छ, ऊ गर्लफ्रेन्डसँग बिजी छ। हाम्रो यहाँ भ्यू हेर्न सक्नुहुन्छ, यो भनेको हाम्रो आजको मेहनत हो। 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिंग के वजह। 25 किलोमिटर कसैले सक्छ? यो हामी जस्ता लेजेन्ड मान्छेहरू मात्र सक्ने हो, नर्मल मान्छेहरू त पटक्कै नसोचे नि हुन्छ है। यहाँ केटाहरू आफ्नै बिजी, आफ्नै तालमा बिजीहरू छ। उहाँ अब यसलाई पछि म अहिले घोप्टी आउँछु, त्यसपछि थाहा हुन्छ। हामी चाहिँ अहिले ककनी घुमिसक्यौँ, अनि चाहिँ खानासाना खायौँ होटेलमा, अनि अहिले चाहिँ अलि फ्रेस भइरहेछ। भिडियो चाहिँ पहिला बनाउन पाएन किनभने एकदम थाकिरहेको थियौँ हामी चाहिँ, अनि अहिले खाना खाएपछि चाहिँ अहिले हल्का इनर्जी आइरहेछ। अनि एउटा चाहिँ हाँसो लाग्यो कि त्यो चाहिँ भिडियो गर्न पाएन। के भन्दा हामी चाहिँ खानाको बिल चाहिँ हाम्रो 1500 भएको थियो, अनि हिमांशुले बिल तिर्ने बेलामा चाहिँ आन्टी म हजुरको छोरा जस्तै हो, मलाई 100 रुपियाँ डिस्काउन्ट गरिदिनु भनेको थियो। त्यो चाहिँ एकदम हाँसो लाग्यो, पेट दुखिसक्यो मेरो त। त्यो चाहिँ एकदम हाँसो लाग्यो। अरू चाहिँ अब रमाइलो भयो आज चाहिँ। कस्तो लाग्यो तिमीहरूलाई? एकदम बवाल, याद हुन्छ यो दिन। तर पनि रमाइलो रमाइलो भयो, मेमोरी चाहिँ भयो है आज चाहिँ। हिँड्न सकिरहेको छैन यार, अब कसरी जाने? कस्तो कस्तो बाटोबाट आइरहेछौँ हामी। धन्नै लोट्या थियो हामी सबै चाहिँ आइसक्यौँ यहाँ। अनि हाम्रो उहाँ चाहिँ महान दोस्त हुनुहुन्छ, उहाँ चाहिँ पर हुनुहुन्छ होइन, आउँदै हुनुहुन्छ। खाना खाएर नि हिँडेको छैन बुला। बिचरा उहाँ खुट्टा दुखेछ अरे, चढ्ने बेलामा नि पछाडि, झर्ने बेलामा नि पछाडि। एकदम रमाइलो लागिरहेको छ झर्दाखेरि त। खुट्टा पनि दुखिरहेको छ त, मलाई पनि हेर त्यो त्यस्तो खुट्टा दुखे छैन, नङ ठिकिरहेको मेरो खुट्टा दुखेको फिल भएको छैन। उसलाई हेरौँ न, उसको जाने बेलामा जोस कस्तो थियो, अहिले कस्तो छ होइन। दोस्त हाइकिङ आउँछौ फेरि? नगरकोट जाऊँ न, नगरकोट चन्द्रगिरी हिँड, केबल कारले चन्द्रगिरी हिँड, पैदल ट्रेकिङ चढेर आउँछु, तिमी केबल कारले चन्द्रगिरी हिँड केबल कारले नि जाऊ। यसको यार रविनको भिडियोहरू ग्रुपमा हाल्नुपर्छ। हालिहालिन्छ नि, टेन्सनै भएन नि। अब चाहिँ हामी घर जाँदैछौँ, आजको सकियो। उसको चाहिँ हालत खराब छ, लाइफको ब्लगको भाइ उसको हालत खराब छ। केटाहरू अगाडि जाँदैछन्। आज त बिजोग भयो, अब काठमाडौँ जाने लास्ट गाडी पनि छुटिसकेछ। त्यहाँ कसोलाला आन्टीले सोधेको, अनि अब चाहिँ त्यही हल्का फोहोरको गाडी यस्तै आयो भने त्यस्तोमा लिफ्ट माग्नुपर्छ, नत्र चाहिँ हिँड्दै जाने हो। अझै हाम्रो 14 किलोमिटर छ होइन, 14-15 किलोमिटर अझै बाँकी छ। आज हालत खराब हुने भयो, अब बिजोग छ। अब चाहिँ हामी हिँड्दै जाँदैछौँ किनभने गाडी पनि छुटिसकेको छ। कस्तो लागिरहेछ केटाहरू? ए मजा आयो, फन। फेरि आउनुपर्छ, भोलि फेरि आउँछौँ हामी। झर्ना घुमेनौँ क्या, झर्ना मिस भयो। रबिनको त फर्स्ट एन्ड लास्ट अरे, अब आउँदैन अरे ऊ। रबिनलाई लाउने हो कि कहाँ? यस्तो बवाल मजा आयो, वाउ। सबै खुसी छन्, रबिनको मुखमा चाहिँ एकदम निराशा छ होइन। दोस्त यार, रबिनको कन्दादै पर्थ्यो। मेरो दोस्त के रबिन, उसलाई चाहिँ मेरो दोस्त हो। रबिनलाई 5 जना मिलेर कन्दा दिन्छौँ हामी।
उसलाई चाहिँ बोकेर लाने जस्तो अवस्था भइसकेको छ। बोकेर लान पनि नि लान्छौँ यसलाई तर छोड्दैनन् के बाटोमा केटाहरू फेरि के गरेर बस्नु होइन तिमी जाऊ नि त तिमी कस्तो देखिरहेछ तिम्रो केसर पुग्नु फेरि मलाई माथि पुर्याइदियो भने ल के गर्ने बाटो हेरेको छैन भाइ तिमी यही बस मेरो अब जिम्मा छैन उसले त लास्टै हँसाउँछ। आज सबभन्दा धेरै कुदेको हिमांशु। के धेरै कुदेको हिमांशु यहाँ छ के अनएक्सपेक्टेड मान्छे हो यो हाम्रो ग्रुपको बाँदर। गजब बेइज्जती है। ऊ चाहिँ बाँदर, ऊ चिम्पान्जी। अनएक्सपेक्टेड मान्छे हो हामी चाहिँ यो चाहिँ सुँगुर। प्रवीण सुँगुर अल्छी छ ऊ चाहिँ अल्छी छ है धेरै। अनि सरोज किन यस्तो हिँडिरहेछ बेज्जत हुन्छ हाम्रो ऊ कसरी हिँडिरहेछ कोसँग गएको थियो भन्दा यो 4-5 जनाको ग्रुपमा गएको थियो यस्तो भयो भन्छ 5 जना मिलेर रेप गर्यो क्यामेरा छ भाइ के भालै छैन भाले भएन काट्दिनु नकाटे नि नकाट्नु बिप बजाइदिनु जाने बेला उसको क्यामेरा ब्याक गर न फ्लिप गर न क्यामेरा उसको क्याटवाक रेकर्ड गर्न गरिरहेको छु मान्छे यहाँ पिडामा छ यहाँ केटाहरू यहाँ मजा लिइरहेछ क्याटवाक अरे रबिनको चाहिँ क्याटवाक हो यो चाहिँ होइन। उहाँ चाहिँ हाम्रो रबिनको साथी छ एउटा। साला ये दुख का खत्म नहीं होता बे। जे भए पनि मजा चाहिँ आयो। जाने बेलामा चाहिँ मलाई पनि रमाइलो लाग्थेन किनभने एकदम दुःख लागिरहेको थियो उकालो चढ्दाखेरि। अहिले चाहिँ हो भएको थियो कि लास्टै यार खुट्टा दुखेको थियो अब के भन्ने यार। अहिले चाहिँ एकदम रमाइलो लागिरहेछ। ल आजलाई चाहिँ यति। लास्टमा चाहिँ हामी यस्तो हालतमा पुगेछौँ गाडी छुट्यो अनि यस्तो हात्ती गाडीमा सामान बोक्ने गाडीमा आएको छौँ है। कस्तो लागिरहेछ केटाहरू? के भइरहेको गाली दिन अब यो गाडी जहाँसम्म जान्छ त्यहीसम्म जाने, त्यहाँबाट मेमोरी चाहिँ भयो जे भयो नि।